नमस्ते। आज म एउटा किताबको बारेमा कुरा गर्दैछु। मैले भर्खरै फरिद जकरियाको द एज अफ रेभोल्युसन भन्ने किताब पढेर सकेँ। सन् 2024मा प्रकाशित यो किताबमा जकरियाले सन् 1600 देखि मान्छेले गरेका विभिन्न क्रान्तिबारे चर्चा गरेका छन्। मुख्यतया एट्लान्टिक ओसनको वरिपरि अर्थात् पश्चिमी युरोप र संयुक्त राज्य अमेरिकामा विभिन्न समयमा भएका विभिन्न क्रान्तिहरूले तपाईँ हाम्रो आजको जीवनशैलीलाई कसरी निर्धारण गरेका हुन् भन्ने विषयमा यो किताबमा चर्चा गरिएको छ। साथै अहिले दुनियाँभर जुन किसिमका राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरू चर्चामा छन् ती कसरी यहाँसम्म आइपुगे भन्ने बारे जकारियाले लिबरल पोइन्ट अफ भ्यूबाट व्याख्या गरेका छन्। 16औं शताब्दीमा तत्कालीन शक्तिशाली मुलुकहरू फ्रान्स र ब्रिटेनका राजाहरू शक्ति सञ्चयमा केन्द्रित भइरहँदा नेदरल्यान्ड्समा भने केही फरक दृश्य चलिरहेको थियो। डचहरू कुनै एक शक्तिशाली शासकमा होइन, शक्ति सिटी र प्रान्तीय सरकारहरूमा विभाजन गरिरहेका थिए। राज्य सञ्चालनमा चर्चहरूको भूमिकालाई पाखा लगाउँदै स्पेनी साम्राज्यको केन्द्रबाट आएका आदेशको अवज्ञा गर्दै परस्परमा भएको विविधतालाई स्वीकार्दै व्यापार र अर्थतन्त्र चलायमान बनाएर डचहरूले पहिलो लोकतान्त्रिक क्रान्ति गरेको जकारियाको तर्क छ। त्यो क्रान्तिले बाँकी विश्वमा लोकतान्त्रिक मूल्य मान्यता कायम गर्न अहम भूमिका खेलेको छ। बेलायतमा सन् 1688मा भएको क्रान्तिले राजतन्त्रलाई सीमामा बाँधेर संसदीय व्यवस्था अर्थात् राज्य सञ्चालन जनताबाट निर्वाचित प्रतिनिधिहरू मार्फत हुने व्यवस्था गरेको थियो। त्यसले कानुनी शासनको प्रारम्भसँगै आर्थिक रूपमा धेरै सुधार गरेको जकरियाको तर्क छ। फ्रान्सेली राज्य क्रान्तिलाई भने जकारियाले असफल क्रान्तिको संज्ञा दिएका छन्। 18औं शताब्दीको अन्तिम दशकमा फ्रान्समा जस्तो क्रान्ति भयो त्यो उग्रवादी विचारधाराबाट भएको हिंसात्मक क्रान्ति थियो। उग्रता र हिंसा मिसिएको उक्त क्रान्तिले राज्य संयन्त्रलाई कमजोर बनाएको र अर्थतन्त्रमा उतार चढाव भएकाले असफल भएको उनको ठम्याइ छ। बेलायतमा 18औं शताब्दीको मध्यतिरबाट सुरु भएको औद्योगिक क्रान्तिलाई जकारियाले त्यसपछिका क्रान्तिका जननी भनेका छन्। त्यो औद्योगिक क्रान्तिले बेलायतमा मात्र होइन दुनियाँभरि नै चमत्कारिक परिवर्तन ल्याएको थियो। मानिसले महिनौं लगाएर गर्नुपर्ने काम मेसिनको सहायतामा केही घण्टामै सकिने भएपछि उत्पादन बढ्नुको साथै मानिसहरूले फुर्सद पनि पाएका थिए। आज तपाईँ हामी दिनमा केही घण्टा काम गरेर हप्तामा 5 दिन वा 6 दिन काम गरेर सप्ताहान्त मनाउँछौँ। त्यो चलन त्यही औद्योगिक क्रान्तिबाट सुरु भएको हो। किनकि मेसिनको सहायताबाट काम गर्न थालेपछि जुन पहिला मान्छेले गर्ने काम थियो त्यसको समय धेरै घट्यो र समय घटेपछि समय बच्यो र त्यो समय बचेको समय मानिसहरूले मनोरञ्जन लगायतका अरू क्षेत्रहरूमा खर्च गर्न पाए। औद्योगिक क्रान्तिले वस्तुको उत्पादन मात्र बढाएन, समाजको संरचनामै उथुलपुथुल गरिदियो। मजदुर र मालिकको सम्बन्ध बन्यो, नयाँ वर्ग जन्मियो। समग्रमा बेलायती औद्योगिक क्रान्तिले विश्वव्यापीकरणको जग बसाल्यो। जकरियाले यो पुस्तकमा अमेरिकाले बेलायती उपनिवेशबाट मुक्त हुनका लागि गरेको क्रान्तिलाई समावेश गरेका छैनन्, तर 19औं शताब्दीमा अमेरिकामा भएको तीव्र औद्योगिकरणलाई उनले क्रान्ति मानेका छन्। त्यतिबेला अमेरिकामा भएको रेल रोडको विकास, तीव्र बजारीकरण र प्राविधिक अन्वेषणले अमेरिकालाई शक्तिशाली मुलुक बनाएको जकारियाको तर्क छ। 20औं शताब्दीमा भएको चरम विश्वव्यापीकरण र सूचना प्रविधिको क्रान्तिले आजका दिनमा पहिलो र दोस्रो मात्र होइन, तेस्रो विश्वका कुनै एउटा सामान्य मानिसले पनि राजाको जस्तो जीवन बाँच्न सक्ने अवस्थामा पुगेको जकारियाको तर्क छ। अर्थात् काठमाडौँको कुनै घरमा बस्ने मानिसलाई भोक लाग्यो भने उसले केही मिनेटमै अनलाइन मार्फत अर्डर गरेर भियतनामी तोफु वा कोरियन खाना घरमै मगाउन सक्छ। आजभन्दा 100 वर्ष अगाडि यस्तो सुविधा कुनै साम्राज्यको शक्तिशाली शासकलाई पनि थिएन। त्यसैले यो प्रविधिको क्रान्तिले आम मानिसलाई चाहिँ अवसर दिएको जकारियाको तर्क छ। यातायात र सूचना प्रविधि क्षेत्रमा भएको क्रान्तिले पछिल्लो समय सिप र क्षमता छ भने संसारको कुनै पनि मानिस संसारको कुनै पनि अर्को ठाउँमा गएर आफ्नो जीवन बाँच्न सक्छ। जकारियाले यसलाई समहोयर र एनीहोयरको दुईटा क्याटेगोरीमा विभाजन गरेका छन्। अर्थात् केही मानिसहरू चाहिँ समहोयर, उनीहरूको दिमागमा चाहिँ म यो ठाउँमा आफ्नो जीवन बाँच्छु अथवा यो देशमा यो भाषा बोलिने ठाउँमा यो कल्चरमा बाँच्छु भन्ने समहोयर उनीहरूको दिमागमा हुन्छ भने केही मानिसलाई चाहिँ संसारको कुनै पनि ठाउँमा गएर म आफ्नो जीवन सञ्चालन गर्न सक्छु भन्ने सुविधा चाहिँ यातायात र सूचना प्रविधिको क्षेत्रमा भएको क्रान्तिले दिएको छ। पछिल्ला दशकहरूमा सामाजिक सञ्जालमा जुन किसिमले आम मानिसहरूको पहुँच बढिरहेको छ, यसले चाहिँ एकातिर उनीहरूलाई चाहिँ उनीहरूका शासकहरूले के गरिरहेका छन् भन्ने कुराबारे सुसूचित गराइरहेको छ भने अर्कोतिर यदि शासकहरूले लिमिट क्रस गर्यो भने उनीहरू सामाजिक सञ्जालका माध्यमबाट नै एकीकृत भएर आन्दोलन गर्न सक्ने पनि बनाएको छ। विश्वव्यापी रूपमा हेर्ने हो भने पछिल्लो समय जुन पहिचानको कुरा उठिरहेको छ यसलाई पनि जकारियाले एउटा क्रान्तिको रूपमा हेरेका छन्। पहिचान अर्थात् राष्ट्रियता, धर्म, संस्कृति लगायतका कुराहरूलाई लिएर पछिल्लो समय संसारका विभिन्न मुलुकमा
पपुलिस्ट नेताहरूले जसरी राजनीति गरिरहेका छन् त्यसले उदारवादी लोकतान्त्रिक व्यवस्थामा खतरा पैदा गरेको जकारियाको तर्क छ। हामीले लामो समयदेखि राजनीतिलाई लेफ्ट र राइट दुईटा धारमा बाँडेको देखेका छौँ। जकारियाले चाहिँ यस किताबमा लेफ्ट र राइटको त्यो अवधारणा, त्यो परम्परागत अवधारणा सकिएको र अब चाहिँ ओपन र क्लोज्ड व्यवस्था मात्र रहेको तर्क गरेका छन्। किताबको शीर्षक एज अफ रेभोल्युसन्स भए पनि यसले त्यही समयमा एटलान्टिक ओसन वारिपारी अर्थात् पश्चिमी युरोप र अमेरिका बाहेकका देशहरू जस्तै भारत, चीन, दक्षिण अफ्रिकामा भएका क्रान्ति र तिनको प्रभावबारे भने कुनै चर्चा गरेको छैन।